हाम्रो चाहिँ यहाँ पुलिसले चाहिँ फेरि दग्दी दिइहाल्यो गाइस हो। यहाँ एकछिन पनि यो मान्छे दिएन। यहाँ उसलाई पक्रेर छ पुलिसले बाइकमा। ल गाइस फाइनली अहिले चाहिँ हामीहरू यहाँ विधानसभामा आइसकेको छौँ है। यहाँको नजारा हेर्नु होला यस्तो छ बेङ्गलोरको। कति तपाईँहरूलाई चाहिँ घरमा चाहिँ मासु भात खाएको मात्रै भिडियो बनाउनु भनेर चाहिँ आज निस्किदिएको बाहिर विधानसभाको नजारा यहाँबाट कुछ यस्तो देखिरहेको छ। खास गरेर चाहिँ साथीहरू हामीहरू आएको थियौँ आज कुपन पार्क, तर कुपन पार्क चाहिँ नभेटेको रिजनले गर्दा चाहिँ हामीहरू आयौँ अहिले विधानसभामा। यस्तो छ है नजारा हेर्नुहोस्। यो ठाउँमा चाहिँ तपाईँहरूले प्रायः जस्तो नेपालीहरूको ग्याङ झगडा भइरहेकोमा देख्नुहुन्थ्यो है। र आज हेर्नुहोस् ल साथीहरूलाई वेलकम छ मेरो फेसबुक पेजमा र भिडियोलाई लाइक अनि सेयर गरिदिनु होला। बेङ्गलोरबाट तपाईँलाई अहिले म विधानसभाको नजारा देखिरहेको छु है। कुछ यस्तो छ नजारा। ल यो चाहिँ हो तपाईँको यो डाक्टर अम्बेडकर जुन स्ट्याचु रहेछ यहाँनिर। यतापट्टि हेर्नु भने यो भयो विधानसौदा बेङ्गलोरको जग्गा। यहाँ चाहिँ अहिले 5:30 बजिरहेछ टाइम यति बेला। यतापट्टि चाहिँ पश्चिम पर्दो रहेछ। हामीलाई चाहिँ अहिले यहाँ पुलिसले खेदाएर अन्त फेरि यहाँनिर गाडी रुम लगाइरहेको छ उसलाई चाहिँ हो। अन्त यहाँबाट चाहिँ अब हामी निस्किनु आँटेछौँ गाइस। अब यति नै हो यहाँको भिडियो। त्यही भएर चाहिँ अन्त यहाँ नदिने रहेछ हामीलाई पुलिसहरूले खेदाकै। ल त गाइस हाम्रो दादासँग यहाँ छौँ। हाम्रो दादासँग यो हो डाक्टर अम्बेडकर। त यस्तो छ वेदरहरू हेर्नु होला। यहाँ बेसी भिडभाड हुन्छ, केटाहरू झगडा गर्छ भने चाहिँ पुरा पुलिसहरू चाहिँ बस्दो रहेछ। त्यही भएर हामी यहाँबाट अब बेसी बस्नेवाला छैनौँ, हामी लाग्नेवाला छौँ। ओके गाइस भिडियोलाई मन पऱ्यो लाइक एन्ड सेयर गरिदिनु होला। बाई बाई।